Welcome to my mini vlog. हेलो नमस्कार सम्पूर्णलाई। यो रह्यो बाहिरको दृश्य एकोमोडेसनको। घाम लागिरहेको छ, रमाइलो छ बाहिर र म आज बाहिर निक्लिँदैछु सर्ट ट्रिपको लागि र यात्रा सुरु भइसकेको छ। अब यात्रा सुरु भयो। साँझतिर चट्ट लाएर स्टार्ट हुँदैछ। केही समयको अन्तरालपछि बसभित्र चढ्न सफल भइसकेको छु र बस अगाडि बढ्दैछ र यात्रा एकदम आरामदायी पनि छ, कम्फर्टेबल। तीन घन्टाको ट्राभल पछि म अहिले खोरफकान बिचमा आइसकेको छु। यो इभिनिङ दृश्य। ए बाबु के छ हाल खबर? कता चित्त खबर? अहिले एकदमै पर्फेक्ट देखिरहेको छ साँझ भएकोले। लाइटहरू पनि अत्यन्तै कलरफुल देखेको छ लाइटले गर्दा। झरनातर्फ लाग्दैछौँ। अब करिब नजिक आइसकेको छौँ झरनाको। हिँड्दा हामी निकै पर आइपुगिसकेको छौँ। अब सही आउँदैछ। म अहिले चाहिँ अल्फकिरा झरनामा आइसकेको छु। रात्रिकालीन समय गर्मी महसुस भइरहेको थाकेर। यो पछाडि देखिरहेको झरना हो। अत्यन्तै रमाइलो छ। ल गन केही भन नि त। ल म कता गएर गएको थिएँ फोटो खिचन गरौँ। हेलो गाइस, वेलकम टु माई ब्लग। आज मेरो साथमा गगन। ठुलो झरनामा छन्। आज एकदमै फेमस झरनामा छन्। भाइरल झरना। झरना नाम चाहिँ थाहा भएन, तर यो के यो ठाउँको नाम चाहिँ के अरे? खुर्पखान। अत्यन्त रमाइलो भइरहेछ, मजा आइरहेछ। फोटो सेक्सन चल्दैछ। वाउ, आज अत्यन्तै रमाइलो भइरहेछ होइन। टट्ट लगाएर यहाँ माछा पनि देखिए जस्तो आइरहेछ। अब यहाँ माछा देखिरहेछ टट्ट लगाएर। यहाँ त कस्तो चिसो हुँदो रहेछ है। बल्ल एक गगनले यहाँ एकदम मोटाएर एकदम बुम भइरहेछ। अत्यन्त रमाइलो हो। अब चाहिँ फर्किनुपर्छ। समय धेरै भयो।
बाल्नु हुन्छ आजको मेरो गाइड गगनले पनि यति घुमाएर आजलाई यति भन्दै भोलिको अब भोलिको नेक्स्ट भोलि डेस्टिनेसन त्यही कहाँ समुद्र लान्छु तिमीलाई नाङ्गे नौला ऱ्याकेट बिचमा लान्छु तिमीलाई ऱ्याकेट बिचमा तर तिमी रामबहादुर बमजनको त हरा भनेको दुबईमा आएर बसेर रामबहादुर बमजन मान्छे मारेर यता आएर बसेर लुकेर दुबईमा भगाउँदै मैले आज हायर गरेँ नि त गगनलाई एक दिनलाई 2 दिनलाई होइन बिजुलीको चार्ज कति भन नि उसले छुट्टी लिएर बस्यो त्यही भएर अल फकिर के अरे खुरपखान हेलो Second day. गुड मर्निङ फ्रम ये रे कहाँ रे हो खान फकर खुरपखान खुरपखान यस्तो दामी देखिरहेको छु म चाहिँ आज होइन बिहान बिहान अब मेरो यात्रा सुरु भयो चट टलाएर आज के राख्ने सहीदेखिको रहेछ किरा खाने हँ? चिया मात्रै खाने के खाने त चिया जुस त खाने कि मात्रै खाने के चिया खाने अब वाउ गाइस अहिले म समुद्रमा माछा बनाइरहेको छु यो समुद्रको किनारमा अब यहाँ यस्तो क्रोकोडाइलसँग एकछिन कम्पिटिसन हुन्छ क्या होइन चट्ट लाएर चलाउँदैन डर लाग्छ गाह्रो छ हिँड्न पनि लड्यो भने ल यो बिहानको नजारा सरर एकदम सुन्दर घामले गर्दा होइन यहाँ बोटिङहरू रहेछ टक्क यहाँ चाहिँ के रहेछ यो पनि होटलै होला ल डाँडा त यस्तो फाटेर सरर यो चट्टानमा यस्तो हिँड्नुपर्छ होइन मेरो गाइड यहाँ छ है 2 दिनलाई हायर गरेको मान्छे This is Dubai Khurpakhan Beach. Khurpakhan Beach. So guys, we're very interesting in the morning. The sun in the house, yeah. Sunlight. Oh yeah. There's forts in the lakes in the side of the forest, yeah. No, so very nice. Master camera on भरिन्छ क्या हेलो गाइस अहिले म 12 बजेको घाममा यस्तो टन्डोपरे घाममा हिँडिरहेको छु अब म यहाँको एकदम माउन्टेन देखाउँछु यहाँ एकदमै ठुलो हिल ओके लुक एट दिस भिडियो सो